हाई गाइज वेलकम टु माई ब्लग है। मेरो अहिले चाहिँ कुवेतमा हाल 12 बजेछ। मेरो ड्युटी सुरु भयो भर्खरै। यता चाहिँ दाइ हुनुहुन्छ राम दाइ। यता हाम्रो सुन्दरी साथी छ। हाई भन्नु। हाई के छ नि खबर? के छ? ड्युटी ड्युटी जाँदैछु। कस्तो छ नि? ड्युटी जाँदैछु। मिया ड्युटी त काम चाहिँ कतिको छ नि हो? काम त यार कण्ठदेखि लिएर सबै पोल्ने छ। कण्ठदेखि लिएर सबै पोल्ने छ। के भन्छ यार? यहाँ आएर यति कुरा चाहिँ थाहा हुन्छ कि सेक्युरिटीमा आएपछि त्यही हो, घाममा उभिनुपर्छ, बस्नुपर्छ है, हेर्नुपर्छ आफ्नो ड्युटी। टाइमको चाहिँ भ्यालु थाहा हुन्छ है। टाइमको भेल्यु 5 मिनट हो ढिलो भएको छैन काम भनिसक्यो। साथी र दाइ आफ्नो एरियातिर गइसक्यो है, ड्युटी गर्नको आफ्नो एरियामा। म चाहिँ आफ्नो एरिया त गइरहेको छु ड्युटी गर्नलाई। यो चाहिँ हाम्रो रिसोर्ट है, डुबिया रिसोर्ट हो। अनि सब आफ्नो आफ्नो ठाउँमा ड्युटी गर्छ। मेरो चाहिँ हेर्ने ठाउँ भनेको सिल्क हो। सिल्क भनेपछि सिल्क भनेको के हो तपाईँलाई देखाउन गइरहेको छु है। सिल्क भनेको के हो त जालीहरू हेर्नुपर्छ। यहाँदेखि परसम्म देखेर हिँड्नुपर्छ। घाम छ, गाह्रो छ, हिँड्नुपर्छ। ए केही छैन, झारहरू मात्रै छ, बन्जर जमिन छ। के हेर्ने हो, यस्तै हेर्नुपर्छ, जालीहरू हेर्नुपर्छ। गाह्रो छ।